नमस्कार सबैजनालाई यो उरी कन्सल्टेन्सीको अर्को एउटा भिडियोमा तपाईहरुलाई आज म इपीएस एक्जाम जुन भाषा परीक्षा जुन छ त्यो सकिसकेपछि जुन दोस्रो परीक्षा हुन्छ स्किल टेस्ट, त्यो स्किल टेस्टको बारेमा केही कुराहरू भन्न गइरहेको छु। धेरै जना विद्यार्थीहरूले स्किल टेस्ट पहिलाको जस्तै हुन्छ भनेर सोचिराख्नु भएको छ, तर एचआरडीले यो 2026 छ त्यसबाट चाहिँ नयाँ स्किल टेस्ट गराउने भनेर भिडियोहरू नोटिसहरू राखिसकेको छ। धेरैलाई यो कुरा थाहा रहेनछ, त्यसैले यो एउटा भिडियो बनाउन खोज्दैछु। पहिला र अहिले हुने स्किल टेस्टमा के फरक छ त यसलाई एकचोटि राम्ररी बुझौँ। र अहिले विशेष गरी जुन म्यान्युको एक्जाम भइरहेको छ, यो म्यान्युमा एक्जाममा अब यति नै उति नै कटलाइन भनेर त अहिलेसम्म छुटाउन सकिने स्थिति अलिकति गाह्रो नै छ। तर पनि जसले 40वटा क्वेसनमा 40वटा मिलाइसक्नु भएको छ उहाँहरूले त स्किल टेस्टको लागि तयारी गर्नुभयो हुन्छ। त्यसैगरी 39, 38 अथवा 37वटा मिलाउनेहरूको के हुन्छ भन्ने कुराहरू पनि छन्। अब उहाँहरूलाई चाहिँ अहिले तत्कालै मैले स्किल टेस्टको तयारी गरिहाल्नु भन्न चाहिँ म अहिले भन्न सक्दिनँ, किनभने रिजल्ट आएको छैन। तर 40 वालाहरू 39 सम्मले सकिन्छ कि भन्ने किसिमको पनि कुरा छ। तर 40 वालाहरूले चाहिँ स्किल टेस्टको तयारी गरिराख्नु भएको हुन्छ। र फरक के छ त एक्चुअली त्यसको बारेमा बुझौँ है त। यो स्लाइडमा तपाईले स्किल टेस्टको नियम परिवर्तन भएको छ। अब तपाईको तयारी पनि परिवर्तन हुनुपर्छ। पहिलेको जानकारी र अभ्यास अब पर्याप्त छैन। यो नयाँ ढाँचाले तपाईको सफलता वा असफलता निर्धारण गर्न सक्छ। तपाईको मेहनतलाई सही दिशा दिन यी परिवर्तनहरू बुझ्नु पर्यो है त। पहिला जुन सोचिराख्नु भएको छ अथवा अहिले क्लास पनि लिइराख्नु भएको छ भने त्यो पर्याप्त छैन, फरक छ, बुझ्नु पर्यो है त यहाँहरूले। पहिलेको स्किल टेस्ट र अहिलेकोमा मुख्य 3वटा फरकहरू के हुन् त भनेर भन्दाखेरि स्किल टेस्ट भनेको नै 3वटा टेस्ट हो। फिजिकल टेस्ट हुन्छ, अर्को बेसिक स्किल टेस्ट हुन्छ, त्यसैगरी इन्टरभ्यू हुन्छ। पहिला यो 3टै थियो, अहिले पनि यो 3टै हो, तर यो भित्र चेन्ज भएको छ। के चेन्ज भएको छ हेरौँ। फिजिकल टेस्ट अबको शारीरिक क्षमता परीक्षणमा के हुन्छ भन्दाखेरि पहिलाको कुरा बुझ्ने हो भने हातको बल नाप्ने अन्यक, ढाडको बल नाप्ने भैगुन्यक र हाइट वेट यिनीहरू लिने कामहरू हुन्थ्यो, जुन कुरा अहिले पनि हुन्छ। तर अहिले के छ भनेर भन्दाखेरि हातको बल, ढाडको बल, अर्को छ बर्पी टेस्ट, त्यसैगरी मुभिङ इक्विपमेन्ट, पुश ह्यान्ड कार्ट यिनीहरू हुन्छन्। यिनीहरूको बारेमा डिटेली भिडियोहरू हाम्रो युट्युबको च्यानल, टिकटकहरूमा तपाईले देख्न सक्नुहुन्छ, सर्च गरेर हेर्नुस्। अब कुरा गरौँ हाम्रो बेसिक स्किल टेस्ट। सबैभन्दा ठुलो परिवर्तन यतै नै छ। पहिला भए के हुन्थ्यो भनेर भन्दाखेरि रिङ अड्काउने भन्ने हुन्थ्यो, नट बोल्ट कस्ने भन्ने हुन्थ्यो। विशेष गरी यो जोइनवालाहरूले जुन फर्म भर्नुहुन्थ्यो, मेजरमेन्टवालाहरूले पानी भर्ने यस्ता कामहरू गर्नुहुन्थ्यो। त्यसैगरी जोइन भनेर हुन्थ्यो पहिला फर्म भर्दाखेरि उनीहरूले चाहिँ कब्जा कस्ने जस्तो खालको कुराहरू गर्नुहुन्थ्यो। सबैलाई मिल्ने चाहिँ पिन राख्ने भन्ने हुन्थ्यो, जुन अहिले पिन राख्ने अहिले पनि छ। तर यो रिङ अड्काउने, नट बोल्ट कस्ने जुन छ नि यिनीहरू चाहिँ अब खारेज भएका छन्। अब 6वटा नयाँ सिप परीक्षण हुन्छ। पुरानो तरिकाले तयारी गर्नु अब कुनै पनि अर्थ छैन। तपाईहरूले त्यो भिडियोहरू राम्ररी हेर्नुहोस् है त। नयाँ बेसिक स्किलहरूमा के छन् सबभन्दा पहिला 3टा हेर्नुहोस्। सुरुको जोइन्ट कनेक्सन भन्ने जुन छ त्यो पहिलाकोसँग मिल्छ। 15 सेन्टिमिटरको जुन यो काठहरू जुन हुन्छ नि, 2टा काठलाई चाहिँ बिचमा राखेर त्यो कब्जा कस्नेवाला पहिला पनि थियो। पहिला जोइनमा फर्म भर्नेहरूले गर्नुहुन्थ्यो, यो अहिले पनि छ त्यो। त्यसैगरी मेजर एन्ड कट भनेर छ हेर्नुहोस्, यो पहिला मेजरवालाहरूले गर्नुहुन्थ्यो। त्यसमा चाहिँ पानी भर्ने भन्ने हुन्थ्यो, यो सिलिन्डरमा पानी भर्ने। त्यसैगरी तार काट्ने भन्ने हुन्थ्यो भने तार काट्ने अहिले पनि छ। तर मेजरमेन्ट तपाईले एउटा चौलमा केही तराजुमा सामान राखिन्छ, त्यो कति छ भनेर हेर्नुपर्ने। त्यसैगरी खिरी नाप्ने, तपाईको गोलाइ नाप्ने, मोटाइ नाप्ने यस्तो कामहरू पनि गर्नुपर्ने हुन्छ भने 3र्डमा पाइप होल्डिङ भनेर जुन देखिराख्नु भएको छ त्यो भनेको नट बोल्ट कस्ने नै हो, तर पहिलाको जस्तो 6वटा नट बोल्ट कस्ने होइन है। यसमा गोलो छ, 4वटा छ, र त्यसमा हामीले यो जुन फ्लेन्जहरू छन् त्यसमा चाहिँ हामीले नट बोल्ट कस्नुपर्ने हुन्छ। अर्को स्किल टेस्टको बारेमा कुरा गर्दाखेरि हामीले ग्राइन्डिङ चलाउनु पर्ने पनि हुन्छ। ग्राइन्डर चलाउन जान्नु पर्यो, ग्राइन्डिङ कसरी सेट गर्नेदेखि लिएर। त्यसैगरी प्रोडक्ट प्याकेजिङ भन्ने हुन्छ। तपाईलाई
ससाना गुच्चाहरू जस्तै मार्बल्सहरू जस्तै दिन्छ। 3वटा कलरको हुन्छ, त्यसलाई प्याकेजिङ गर्नुपर्नेवाला हुन्छ प्लास्टिकमा राख्ने गरी। र अर्को प्यालेट लोडिङ, तपाईँले बक्साहरू एउटा प्यालेटमा उनीहरूले 4वटा जुन यो स्टाइल छ त्यो 4वटा स्टाइलमध्ये कुनै पनि स्टाइलमा तपाईँले त्यो बक्साहरू लोड गर्न लगाउँछ प्यालेटमा, त्यो काम पनि गर्नुपर्ने हुन्छ। अब कुरा गरौँ इन्टरभ्यूको। इन्टरभ्यूमा के हुन्छ त भनेर भन्दाखेरि इन्टरभ्यूमा छागी सोगे हुने अनि बेसिक क्वेसनहरू सोध्ने यिनीहरू त पहिला पनि थियो, त्यो अहिले पनि हुन्छ नि। तर अहिले चेन्ज के छ भनेर भन्दाखेरि इन्टरभ्यूमा तपाईँले केही कार्यहरू पनि गर्न लगाउँछ। केही सामानहरू यताबाट उता लिएर जाऊ अथवा यो सामानले के काम गर्छ, यो सबै कुराहरू भन्नुपर्ने हुन्छ। त्यसै गरी पिक्चरहरू पनि, पुरानो पिक्चर काम छैन अहिले, पिक्चर नयाँ छन्, त्यो पिक्चरको पनि तपाईँहरूले व्याख्या गर्नुपर्ने हुन्छ। त्यही भएर अहिलेको स्किल टेस्ट अलिकति कडा छ, नयाँ छ, धेरै प्र्याक्टिस गर्नुपर्ने हुन्छ। यो स्लाइडमा चाहिँ मैले यो चेतावनीलाई गम्भीरतापूर्वक लिनुहोस् भनेर राखेको छु। अब चेतावनी भन्नाले जुन पुरानो गरिराख्नु भएको छ त्यसले हुँदैन, यो अलिकति गम्भीर रूपमा नै लिनुपर्ने हुन्छ। स्किल टेस्ट नयाँ अनुसारको तयारी गर्नु भएन भने तपाईँले यति बेलासम्म जुन दुःख मेहनत, जुन भाषा पढ्नुभयो, इक्जाममा राम्रो 100 आउट अफ 100 ल्याउनु भयो, त्यो सबै खेर जान्छ। त्यही भएर स्किल टेस्टलाई एकदम गम्भीरतापूर्वक लिनुहोस्। र अन्तिममा यो नयाँ ढाँचामा आधारित जुन यो स्किल टेस्ट छ त्यसको लागि सम्पूर्ण सामानहरू हामीले यहाँ रेडी गरिसकेका छौँ। अब तपाईँहरूले पनि त्यो नयाँ जुन स्किल टेस्टको छ त्यो अनुसारले तपाईँले क्लास लिन चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हामीसँग धेरै सिट छैन, हामीले अनगिन्ती मान्छेहरू राखेर क्लास गराउँदैनौँ। सीमित सिट राखेर सीमित सङ्ख्यामा नै हामीले यो क्लासेसहरू गराउने भएको कारणले गर्दाखेरि तपाईँले बुकिङ गर्न सक्नुहुन्छ स्किल टेस्टको लागि। यो अहिले कुरा गर्दैछु मैले म्यानीको लागि भने एग्रिकल्चरको लागि पनि पछि स्किल टेस्टको लागि म यस्तै भिडियो बनाउने छु। एग्रिकल्चरको पनि फरक छ, तर एग्रिकल्चर अहिले इक्जामै नभएको कारणले गर्दाखेरि त्यतातिर म गइनँ। अहिले म्यानुफ्याक्चरिङमा जसले इक्जाम दिइसक्नु भएको छ, 40 आउट अफ 40 100% नै ल्याउनु भएको छ भने उहाँहरूलाई चाहिँ विशेष गरी अहिलेदेखि नै तातिएर तयारी गरिराख्नु भयो हुन्छ। हाम्रो उरी कन्सल्टेन्सी सामाखोसी चोक टोखा रोडमा रहेको छ। तपाईँहरूले 0149515709 त्यसै गरी फोन नम्बर 9803719505 मा तपाईँले आफ्नो नाम नम्बरहरू दिएर क्लासेसहरू बुकिङ गर्न सक्नुहुन्छ। हस्, धन्यवाद। यस्तै नयाँ नयाँ कुराहरू तपाईँले थाहा पाउनको लागि हाम्रो यो टिकटकको पेज अथवा युट्युबको पेजहरू लाइक गर्नुहोला र अरू साथीहरूलाई पनि सेयर गर्नुहोला। हस्, धन्यवाद।